ल है साथीभाइहरू, तपाईँहरूलाई आज म नयाँ हुनुहुन्छ भने एउटा गियर लगाउने आइडिया सिकाइदिन्छु। कार सिक्दै हुनुहुन्छ अथवा नयाँ हुनुहुन्छ, जानेको छैन भने यो भिडियो हेर्नु होला। जस्तै गियर लगाउँदाखेरि हातको पोजिसन कसरी राख्ने त भन्दाखेरि, जस्तै यो बिचको भाग सेन्टर भयो, न्युट्रल भयो, यो ओल्ला छेउदेखि पल्ला छेउसम्म हल्लिन्छ र जहिले पनि 1 नम्बर लाउनु पऱ्यो भने यहाँ हेर्नु देखाइरहेको छ 1 2 3 4 5 R भनेर। तपाईँहरूले यति त थाहा नै होला, थाहा नभए पनि अरू भिडियोमा भन्ने होला। अब यस्तो भएपछि 1 कसरी लाउनु त? अब हातको पोजिसन यस्तो गर्नुहोस्, यता लेफ्टपट्टि ठेलिदिनुहोस् र हातले यसो गरेर 1 मा लगाउनुहोस्। फिक्स 1 लाग्यो। न्युट्रल ल्याउनु पऱ्यो भने एक स्टेप यसो गर्नुहोस्, न्युट्रल आयो। अब 2 लाउनु पऱ्यो भने फेरि हातलाई पोजिसनलाई यसै गर्नुहोस्, राइटपट्टि लेफ्टपट्टि ठेलिदिनुहोस्, सिधा उँधो तान्दिनुहोस्, 2 लाग्यो। 3 लाउनु पऱ्यो भने न्युट्रलमा लानुहोस्, उँभो ठेलिदिनुहोस् 3, न्युट्रल। 4 लाउनु पऱ्यो भने सिधा उँधो तान्नुहोस्, 4 नम्बर लाग्यो। अब 5 लाउनु पऱ्यो न्युट्रल, राइटपट्टि धकालिदिनुहोस्, सिधा उँभो ठेलिदिनुहोस्, फेरि पोजिसन यसरी ल्याउनुहोस्, न्युट्रल, फेरि आफूपट्टि सिधा तान्ने उँधो गर्नुहोस्। यो चाहिँ तपाईँको ब्याक गियर लाग्यो है। यसरी चाहिँ तपाईँहरूले गियर लगाउनु भयो भने एकदम सजिलो हुन्छ है साथीहरू।